पुतली अनि के गरे कि यो के गर्नु नि अङ्गाला हालेको यता फर्क्यौ यहाँ त्यता फर्किन्न म सुध्रिसके भनेर यता फर्किनु नहुने हो र ए हुँदैन के त्यता फर्क्यो भने फेरि म बिग्रिहाल्छु नि बिग्रे पनि केही हुन्न के यता फर्क्यौ ल फर्के के भन्ने मन छ ल भन् ए मस्किनालाई पो यता फर्के भने कि हेर पुतली त मस्किँदा त नि ठ्याक्कै बाँदर्नी जस्तै देखिँदो रहेछ हो के रे केही पनि होइन सुत्छु बोलाएर म सुध्रिसके मान्छेलाई खिसी चलाइन र गुड नाइट ल गुड नाइट यस्ता केही नबुझ्ने पनि बुढा हुँदो रहेछन् अनि यो बाबा यति राति कहाँ चाहिँ जानु भयो होला फोन गर्दा फोन पनि अप्सन हुन्छ भएन अब त खोज्न जानु पर्ला जस्तो छ आउनुभयो तपाईँ आइपुग्यो नि अब आफ्नो घरमा नआएर कहाँ जानु अनि यति राति कहाँ जानु भएको थियो नि कहाँ जानु नि कार्यालयमा मिटिङ थियो क्या हुन्छ मिटिङ जाँड खाएर फिट्टु भएर आउनु भएको छ मिटिङमै खाएको हो क्या होइन मिटिङमै रक्सी खाने कस्तो खालको मिटिङ हो तपाईँहरूको अब कस्तो मिटिङ भने त्यही सिसी पास गर्ने मिटिङ क्या अब एमसिसी पास होला जस्तो छैन यो हटाएर सिसी मात्रै पास गर्ने काम भइरहेको खै यसरी रातभरि रक्सी खाएर के पास गर्न खोजे हो कुन्नी यी नेताहरूलाई त बुझ्नै नसक्ने भनेको माथि हिँड न बुझाइहाल्छु नि म तपाईँ जाँदै गर्नु म भात पस्केर लिएर आउँछु माथि ल होइन ससुरा बाउ लड्नु भयो कि क्या हो भुइँमा हेरेर हिँड्नु पर्दैन अब भूमि हेरेर हिँड्या त हो नि यो त सब र बिहान बिहानै यो के गरे तपाईँले देख्नु भएन यत्रो पिँढी लिप्या म सुत्रे नि त ससुरा बाउ सुत्रै भन्दैमा मान्छे लड्ने गरी टिप्नु पर्छ तपाईँलाई पनि के भन्ने अब बिग्रिन थाल्नु हो भने पनि धेरै नै बिग्रिनुहुन्छ सुध्रिन थाल्नुभयो भने पनि धेरै नै सुध्रिनुहुन्छ अब बाहिर जाउँ भनेर निस्केको माटै लाग्यो नि के गर्नु अनि कहाँ जानु लाग्नु भएको हो र ससुरा बाउ मर्निङ वाक जानु लाग्यो बिहान बिहानै पैसा निकाल्नु परेन अब के गर्ने कुलातिरै धुनु पर्ला उतै कुलातिर धुनु बुढेसकालमा के पसिना निकाल्नु परेको नि फेरि यो पनि लडी होइन यिनीहरूका बाउ छोरी आँखै नहरी हिँड्छन् कि क्या हो त्यसो भए बिग्रिनतिर लागौँ त खै गाग्रीले म जान्छु पानी लिनु परा छैन म आफै जान्छु तिमी चाहिँ यो पिडी मात्र हैन आगन पनि लिपेर टेक्ने बित्तिकै लड्ने बेला राख छुट्नी ल तैँले जे भने त्यही गर्छु मानेन भने अहिले फेरि रिसौले के हो सुन्दरीजी तपाईँ त झन् राम्रै पो हुँदै जानु भएको छ त यसको रात के हो खै के हो मलाई पनि थाहा छैन अनि सुशीलजी तपाईँ अब सधैँभरि यही गाउँमा बस्ने हो अब तपाईँ भन्नुहुन्छ भने त बस्न पनि सक्छु मैले त भनिहाल्छु नि त्यसो भए म पनि बसिहाल्छु नि मात्र तपाईँको लागि सुन्दरीजी एकपल्ट फेरि मस्किदिनुहोस् न नै अहिले तपाईँको छोरी पुतलले देख्यो भने रिसाउँछ छोरी त घरमा सुतिराखेछ कसरी देख्छ पछाडि फर्केर हेर्नुहोस् न आइराखेछ पुतली पानी लिन जान लाग्यो कि होइन अमृत लिन जान लागेको रिसुट्नी
हेर सुन्दरी तिमी जोसुकैसँग मस्क मलाई म त छैन तर मेरो ड्याडीसँग चाहिँ मस्किने होइन है राम्रो हुँदैन नि अनि को मस्किया छ र तिम्रो ड्याडीसँग को मस्का छ भनेर लुगाउन नखोज मैले सबै देखाएको छु एकपल्टलाई छाडिदिन्छु फेरि पनि मेरो ड्याडीसँग मस्का देख्यो भने राम्रो हुँदैन नि होइन यो मस्किँदैमा किन हुन्थ्यो र यो मस्किने बानीले गर्दा पनि दुनियाँको गाली खान पर्ने अबदेखि यो मस्किने बानी नै छोडिदिन्छु टिकाराम दाइ ए टिकाराम दाइ सुन्दरी भाउजू ए सुन्दरी भाउजू करुणा बहिनी किन चिचाकी के भयो तिमीलाई फेरि टेन्सनमा पनि देखिन्छौ हेर्नुहोस् न टिकाराम दाइ त्यो गलबन्दी मेरो पछि लाग्न नछोड्ने भयो भने हिजो राति जाँड खाएर मेरो घरमा आएको थिए आइमे मान्छे एक्लै भएको घरमा त्यसरी राति राति जाँड खाएर आउँदा छर छिमेकले के भन्ला होइन त हिजो राति भट्टीमा रक्सी खाँदा खाँदै किन गयो भने त करुणा बहिनीलाई डिस्टर्ब गर्नु पो रहेछ लौ न टिकाराम दाइ के गरेर हुन्छ त्यसलाई मेरो पछि नलाग्ने बनाइदिनु पर्यो अब मेरो दाइ भनेकै तपाईँ नै हो म कसकोमा गुहार माग्न जाउँ भन्नुहोस् त तिमी चिन्ता नगर करुणा बहिनी त्यो गलबन्दी डाकालाई बोलाएर म सम्झाउँछु सम्झाउँदा पनि मानेन भने पुलिस बोलाएर जेलमा कोदिन्छु अब म त्यसलाई जेलमा छडाइदिन्छु हुन्छ टिकाराम दाइ यति गरिदिनु पर्यो अनि बल्ल ठाउँमा आउँछन् कि करुणा बहिनी त्यो गलबन्दी डाका यतै आउँदैछ त्यसलाई म ठिक पार्छु तिमी अहिले घर जाऊ ल ठिक पार्नु है म अहिले गएँ त्यो गलबन्दी डाकालाई जति सम्झाए पनि लाग्ला त छैन एकपटक पुलिस बोलाएर जेलमा कोदिनु पर्यो अनि ठाउँमा आउँछ कि त पुलिसलाई फोन गर्नु पर्यो ओहो गुड मर्निङ है टिकाराम सर कसलाई फोन गर्न लाग्नु पुलिसलाई पुलिसलाई किन नि मेरो करुणा बहिनीलाई राति राति घरमा गएर डिस्टर्ब गर्ने होइन अब पुलिस बोलाएर पुलिस केस गरेपछि थाहा पाउला टिकाराम सर पुलिसलाई बोलाएर केस गर्नुभन्दा पहिला एउटा भिडियो हेर्नुहोस् है हेर्दिन म भिडियो सिडियो हेर्नु नि हेर्नु कस्तो तपाईँ पनि ल हेर्नुहोस् हिजो मैले खिचेको थिएँ नि त यस्तो कुरामा त म एकदमै चलाक छु ल छिटो छिटो पुलिसलाई बोलाएर पुलिस केस गरिहाल्नु त कहाँ पुलिस केस गर्छु मैले त जिस्केको पो त अब मेरो हुनेवाला ज्वाइँलाई म पुलिस केस गर्छु होला त के का हुनेवाला चाहिँ मलाई तपाईँको ज्वाइँ हुनु छैन अबदेखि मलाई करुणाजी चाहिँदै जाँदैन म करुणाजीको पछि लाग्दै लाग्दैन यस्ता करुणाजी त मैले हजारौँ पाउँछु म गएँ म गलबन्जी ए गलबन्जी आउनु न सहमति गरौँ ह्याट तेरिका गर्नु छैन मलाई सहमति हे भगवान के गरी मिलाउने होला त अब यसले यो भिडियोबाट के काण्ड मचाउने हो के काण्ड मचाउँछु मचाउँछु त्यो त समयले बचाउँछ ओहो कति म मात्र करुणाजीको पछि लाग्ने अब करुणाजी मेरो पछि लाग्ने बनाउँछ के होस् यसपालि केरो चाहिँ चाली फल्या छ होइन टिकाराम दाइले ठिक पार्नु भएछ कि क्या हो यसलाई मलाई त वास्तै नगरी बोल्दै नगरी गयो त गलबन्दीजी ए गलबन्दीजी के को गलबन्दीजी को तपाईँ म तपाईँलाई चिन्दिनँ अबदेखि त्यहाँ मलाई भेट्दा देख्दाखेरि बोल्ने होइन तपाईँ बुझ्नुभयो जे होस् टिकाराम दाइले ठिक पार्नु भएछ बल्ल आनन्द हुने भयो देखिनुहोस् आँगन लिप्या अघि त पानी लिन जाँदाखेरि आँगन पनि लिप्या भने होइन त्यही भएर आँगन लिप्या म त पुरै सुध्रिसकेँ नि त तैँले जे जे गर भन्छस् त्यही गर्छु म त त्यो त मैले रिस उठेर भनेको त्यति पनि बुझ्न सकिन्न ए रिस उठेर पो भने होस् मैले पनि रिस उठेर लिप्या हो नि त तिमीलाई त मैले नसक्ने भए फेरि लडी ढङ्ग त कहाँ छ र यसको होइन अलि आँखा हेरेर ढङ्गले हिँड्न जान्दैनस् फुट रिस उठ्ने तिमीलाई त म कहाँ छोड्नु र पुतली नलगाउनु भने मैले के गरेँ मैले त्यही आँगन र पिँढी लिप्या त हो नि तिमीलाई एउटा काम गर भन्दा अर्को काम बिगार्ने कहाँ भाग्छ तिमी नभागो भने मारिहाल्छ भागो भने भेटाउनै सक्दैन मलाई तिमी त कहाँ भाग्छौ तिमीलाई त कहाँ म त यहाँ गाउँतिरै छु नि 2-3 हप्ता भइसक्यो के काम थियो र
ए ठिकै छ नि त आएपछि भेटघाट गरौँला नि त है त ल भाइ के गरे आयो ससुरा बाबु मलाई पुतलीले मार्छ मलाई पुतलीबाट बचाउनुहोस् ल न तिमीलाई त म कहाँ छोड्छु र ऊ हेर्नु न यसको रिस मलाई बचाउनुहोस् ससुरा बाबु मलाई बचाउनुहोस् मार्छ नि मलाई के भएको भन्छ के भयो यसलाई सोध्नु थाहा भइहाल्छ नि ए ज्वाइँ के भएको यसैलाई सोध्नु न थाहा पाइहाल्नु नि ए के भएको यिनलाई सोध्नु न थाहा भइहाल्छ नि यसलाई सोध्नु न यसलाई थाहा पाउनुहुन्छ पनि गाईमा पुतली मेरो सुधाइमा अलिकति यताउति कमजोरी भएको अब म पुरै सुध्रिन्छु तिमी सुध्रिनु र बादल सुध्रिनु त एउटै हो सुत्नी भयो अब मलाई बाँदरसँग पो तुलना गरेर गइ त सुध्रे पनि सुख छैन बिग्रे पनि सुख छैन गाह्रो छ मलाई अब त मलाई छोडेर चाहिँ उठ्दै लाग्न थाले सब दिनको फल न परि कागरी बनेको टिकटिकी फालिरहेछ त हालेको होइन चिप्लेर लडेको अब थाहा पाउनु भयो होला नि किन लखटेको रहेछु मैले भनेर मैले यो ज्वाइँलाई केही गरेर पनि नसक्ने अब ज्वाइँ सुध्रे भनेर ढुक्क भएको ढुक्क हुने अवस्थै भएन के मसँग रिसाइरहनु भएको नि तपाईँको जयको ताल त्यस्तो छ के तपाईँको ज्वाइँको तालै त्यस्तै छ भनिरहेको मैले के नै गरेको छु र के यो पिँढी लिप्नु आँगन लिप्नु मेरो गल्ती हो र आफै म सुध्रेको हेर्न चाहन्छु भन्ने अनि सुध्रिँदाखेरि पारा देखो नि भने यस्तो पनि सुध्रिया हुन्छ नुन मसला नहाली खाना बनाउँदैमा चिप्लिने गरी आँगन पिँढी लिप्दैमा सुध्रिया हुँदैन ज्वाइँ जबसम्म तपाईँ पैसा कमाएर धनी बन्नुहुन्न तबसम्म म तपाईँलाई सुध्रेको मान्दिनँ बुझ्नुभयो त्यसो भए ठिक छ अब म पैसा कमाएर धनी बन्नतिर लाग्नेछु जबसम्म म पैसा कमाएर धनी बन्दिनँ तबसम्म म तपाईँको अगाडि अनुहार पनि देखाउन बुझ्नुभयो गएँ म ए छोरी अनि तिमी चाहिँ कहाँ जाला श्रीमान जता म त्यति रेडी पैसा कमाएर धनी बन्ने सपना भट्टुको मात्र होइन मेरो पनि हो हामी दुवैजनाको सपना एउटै छ त्यसैले हामी यो सपना दुवैजना मिलेर पुरा गर्छौँ तपाईँ ढुक्क हुनुहोस् ड्याडी तपाईँको छोरी चाहिँ तपाईँले सोचे जस्तै बन्नेछन् तर त्यसको लागि भट्टुलाई मेरो साथ चाहिन्छ खै अब म त के गरौँ के भनौँ छोरीको खुसी नै मेरो खुसी हो अब तिमीहरूलाई जे गर्दा राम्रो लाग्छ त्यही गर तर